हेलो गाइज, गुड मर्निङ सबैजनालाई। अहिले चाहिँ म उठिसकेको छु, उठेर पनि फ्रेस भइसकेको छु हो। आज चाहिँ मजाको घाम आइरहेको छ। देख्न सक्नुहुन्छ तपाईँले यहाँनिर मजाको घाम आइरहेको छ। आज त हाम्रो बहिनी जाने सिलगढी हो। तिन चार दिन बस्यो हो हामीसँग। अब जाने, अब भोलिदेखि त ड्युटी छ। आजदेखि है, आजदेखि त हिजैदेखि थियो हो। हिजो त अब गाडी चलेन भनेर गएन नि त बहिनी। आज चाहिँ जाने अरे। अहिले त हामी चारजना मात्रै हुन्छ, बाबा मम्मी म विवेक हो। अल्छी लाग्दो हुन्छ, घरमा पनि सुन्ने हुन्छ गाइस। अब चाहिँ लुडो खेल्थ्यो तिनजना हो। अब दुई जस्तो भए पनि भएको जस्तो हुँदैन हो, होइन भन्नुहोस् त तपाईँहरू। तपाईँलाई म फुल देखाउँदै गुड मर्निङको सुरुवात गराउँछु है। यो देखेको नि हावाको बेलुका एकछिनै। गाइसहरूको आजको गुड मर्निङ चाहिँ एकदम राम्रो हुन्छ है, किनभने मैले मजाको फ्लावर देखाइदिएको छु। यहाँ हेर्नुहोस् न, हाम्रो मम्मी फेरि खै भन्ने पत्ता हिजो बेलुका चाहिँ कति हावा आयो होला। यहाँ पत्ता देखेरै थाहा हुन्छ। अझै पनि ऊ पर कता रुख हल्लेको छ नि त। पुरा हावा चल्दै थियो बिहान पनि। बाबाले आँगन बढाल्दा फेरि हावा आएको छ। अहिले 9-10 बजी बढाल्यो भने ठिक्कै हुन्छ हौ। एकैचोटि जम्मा भइरहेको हुन्छ नि त, सबै मैला भइरहेको छ गाइस। आज त मजाको घाम लागिरहेको छ हेर्नुहोस् न। तर पर फगी पनि छ हो। यो प्यान्ट त आम्मा यस्तो मैला भइसक्यो, भाँची नाट्छ। छैन है मैला, ठिकै छ। मैला आइदिन्छ कसले धुने, ताकतिर त मैला होला। 6:30 मै रेडी भएर बसिरहेको छु। गाडी 7 बजी आउँछ अरे। जो बाबा। हाई, गुड मर्निङ एभ्रीवन। सबैलाई बुढा गुड मर्निङ। भर्खर उठ्नुभयो मेरो पतिदेव। दुईटामै स्टार्ट हुँदैछ। यहाँ जानु आँटेको छ बहिनी पनि, ऊ पनि स्टार्ट भइरहेछ भिडियो है। अब चाहिँ म मम्मी काममा जानुहुन्छ नि त हो। मम्मीलाई टिफिन हालिदिन्छु। मम्मीले नै उठेर प्यान बनाउनु भएको छ, आलुदम हो। यहाँ चाहिँ छ भात। आमामा कुकर त पानी पिउने। अब म हालिदिन्छु ल टिफिन। म चाहिँ पानी पिउँदैछु अहिले, गरम पानी हो। बसेँ बाहिर बरन्डामा बसेर, मम्मीको टिफिनहरू हाल्दै हो। अब पानी पिउँछु एकछिन बसेर। हजुर, सबै गोदरेजमा हालिदिएको छ। तपाईँ गोदरेज टिकाको पत्ता त्यो टस राखेको थियो नि, त्यहीँ राखिदिएको छु बुकमाथि। त्यो टिकाको पत्ता मम्मी ड्रेसिङमा राख्नुहोस् है। मम्मीको टिफिनहरू हाल्दै हो। अब चाहिँ पानी पिउँदैछु, गरम पानी। अनि मम्मी चाहिँ अब काममा जानुहुन्छ हो। हामी तिनजना मात्रै हुन्छु घरमा। बाबा नुहाउनु आँट्नु भएको छ। नुहाइधुवाइ गरेर चाहिँ पूजा गर्नुहुन्छ नि त बाबाले हो। यहाँ त जाडो भएर होला कि तातो पानी नै मिठो लाग्छ। सिलगढीतिर त खानु सक्दैन रहेछ। अस्ति हामी उताबाट आउँदा त चिसो खाँदै आएको हो, यहाँ चाहिँ फेरि तातो। आज चाहिँ मजाको घाम लागिरहेछ। एक दुईवटा लुगा पनि धुनु पर्नेछ हो। हेर्नुहोस् न, मजाको घाम लागिरहेछ। यहाँ चाहिँ मेरो बुढोले छाना सफा गर्नुहुँदैछ है गाइस, हेर्नुहोस् है। ऊ पर चाहिँ बासै बास छ वरिपरि हाम्रो त हो। लड चाहिँ बिस्तारै गर्नुहोस् है। यहाँ चाहिँ हाम्रो बडा हुनुहुन्छ, बडाले पनि कामै गर्नुहुँदैछ हो। अन्त क्याप साप लगाएर बिचारा मेरो बुढा, यो मगराहरू छानाहरू पुरा मैला रहेछ नि त हो। अन्त सफा गर्नुहुँदैछ बुढाले। कस्तो मजाको घाम लागिरहेछ आज चाहिँ, हेर्नुहोस् न क्लियर छ आकाश हो। भुइँमा चाहिँ पत्ता त्यत्तिकै छ नि, फेरि बढालेको छैन। म चाहिँ यहाँ ग्यासहरू साफसफाइ, टाइल्सहरू साफसफाइ गर्दैछु हो। भाँडा पनि धुँदैछु, किचन साफसफाइ गर्दैछु नि त। यताउता सबै सामानहरू सारेर टाइल्सहरू पुसौँ भनेको हो। विवेकले बाहिर गर्नुहुँदैछ। विवेकले चाहिँ बाहिर गर्नुहुँदैछ हो। खानाहरू सफा गर्नुहुँदैछ। म चाहिँ ट्याक्सी ड्राइभर। बहिनी पनि गइहाल्यो हो, सुन्दै लागिरहेको छ। आमा बाबा सानो निक्लेन त मैला त। भगवान् कति चाहिँ थियो छानामा त, कति महिनादेखि चाहिँ सफाइ गर्नु भएको थिएन हौ। भगवान् मगरा पनि उयो भएछ, बान्नु पर्ने रहेछ।
निक्लेछ हेर मैला भगवान कहिले सफा गर्न सक्ने होला है बुढाबुढी भएर मर्ने रहेछ म चाहिँ अब ढाकी झुम्सहरू धुनु पर्यो यहाँ हेर्नुहोस् न भरि त्यस्तो भइरहेछ हावा बेसी आएर हो ए लुगा यहाँ 3 डब्बा भिजाइरहेको छु यहाँ हेर्नु न हावाले वरिपरि ए यस्तो हालत बनाइदिइरहेछ घर वरिपरि हो यस्तो कन्डिसन भइरहेछ गाइस उयो के भन्छ चुला किचन पनि चलाइला भइरहेको होला साफसफाइ गर्नुपर्ने हामीले चाहिँ गाइस बुढाबुढी भएर चाहिँ लुगा धुएँ हो मैले सबै सर्टमा भिजाएर धुएँ मेरो बुढाले पखालिदिनु भयो हो यहीँ हुनुहुन्छ बिचारा यो काश्मिरी फेरन जुन मैले किनेको थिएँ होइन त्यो फेरन धुएर र यो व्हाइट कलरको जम्पर चाहिँ एकै जग्गा राखेछु कि जम्पर सबै बिग्रियो कस्तो दुःख लागिरहेछ देखो यहाँ हेर्नुहोस् न ए कता यहाँ सबै बिग्रियो मेरो नयाँ जम्पर कस्तो दुःख लागिरहेछ के गर्नु अब सबै लुगा धुइरहेको नि मेरो बुढा थाक्यो यस्तो भइरहेको देख्यो हौ अब आज चाहिँ मजाले घाम लागेको छ सुक्छ होला लुगा त है बाबा है तर मलाई यही मेरो मनमा गाडी हो कि मेरो जम्पर बिग्रियो मलाई यति धोका लागिरहेछ नि यस्तो हुन्छ भनेर मैले कहिले सोचेको थिइनँ मेरो नयाँ जम्पर बिग्रिन्छ भनेर मैले कहिले जिन्दगीमा सोचेको थिइनँ बुढा आम्मा हेर्नुहोस् है हाम्रो यता कस्तो हावा आउँछ बाँसहरू र झर्न आँटिसक्यो बडी र म चाहिँ ला हौ रेडी भएर चाहिँ परनिर गएको अहिले चाहिँ 4 बजेको छ कि हामी चाहिँ म र मेरो बडी जानुभयो म र मेरो बडी सासू चाहिँ मिटिङमा गएको हाम्रो एसएसजी ग्रुप छ नि त हो एसएसजी ग्रुपको मिटिङमा गएको पर हाम्रै ग्रुपको एकजना मेम्बरको घरमा छ हो अन्त यस्तो छ बाटो चाहिँ हामी उकालो हो आउँदा ओह्रालो जाँदा उकालो बाँस गाडीको त्यहाँ ल अन्त म र बडी चाहिँ रेडी भएर हिँड्दैछु हो जाँदैछु हुन्छ पर छ नि त घर चाहिँ हो दिदीको अन्त जाँदैछु मिटिङमा अब म यत्रो टाइम बाहिर बसेको होइन अनि अब अहिले घरमा आएको बेलामा चाहिँ मिटिङ राख्नु पर्यो के छ कसो छ ग्रुपमा खाताहरू बनाउनु पर्छ हो लोनहरू चलाएको छ साथीहरूले ग्रुपको मेम्बरहरूले लोनहरू तिर्दैछ कि छैन त्यो सब कुराकानी गरेर आउनु पर्ने हुन्छ अब यौ भुसुन आएको हेर न अन्त गाइस अहिले जाँदैछु यस्तै छ हेर्नु न हाम्रो गाउँघरि यस्तो छ बाटो चाहिँ हो चेप ए यस्तो बाटोबाट आएको हामी हाम्रो बडी चाहिँ फेरि केक खाँदै आउँदैछ यस्तो छ बाटो चाहिँ हो सानो अहिले हावा आउने सिजन भएर होला मैला भएर पत्ता भइरहेछ गाइसमा चाहिँ एसएसजीको मिटिङबाट आइसकेँ हो अन्त 6:30 आयो नि त रात परिसकेको थियो हो पुरा हावाहरू आउँदै थियो लाइट पनि थिएन घरमा होइन अँधेरो भइरहेको थियो र बाबा मम्मीले चाहिँ खाना बनाइसक्नु भएछ हो अब खाना खाने हामी अहिले चाहिँ 7:30 हुन आँट्यो हो के बनाउनु भएको छ हेरौँ है यहाँ चाहिँ छ गाइस कालो दाल हो गरम एन्ड छ सुँगुरको मासु र क्युसिबी वाउ अनि मम्मीले भात चलाउनु हुँदैछ हो बाउ छोरा चाहिँ ऊपर लाइट छैन हो माया लाग्दो भइरहेछ दुईजना भात खाने हामी खाना खाएर भेट्छु है गाइस खानासाना खाएर पनि आफ्नो रुममा आइसके हो अनि अब चाहिँ म सुत्नु आँटेको मेरो आजको भिडियो चाहिँ यति नै छ हजुरहरूलाई मन परेमा लाइक कमेन्ट एन्ड सेयर गरिदिनुहोस् होला है त बाइ बाइ